आखिर बुकी पाटनमा किन छैन त बुकी? आउनुहोस् यसको उत्तर सँगै खोजौँ। हातमा एक थान छाता बोकी ढोरपाटनको सुन्दरतामा म हराउँदै थिएँ। समाजबाट अस्वीकृत हुने भएर मनको शान्तिको लागि भए पनि अबको यात्रा भने बुकी पाटनतर्फ लम्किँदै थियो। जबसम्म घुँडाको हाडमा पानी थियो तबसम्म खोलाको पानीले यात्रालाई भने 1 इन्च पनि डगमगाउन सकेको थिएन। जोस जाँगर हौसला उत्कर्षमा चलेको थियो भने दशा भने शनिकै चलेको थियो। विवेकहीन गधाहरू केही पाउने आशामा सङ्घर्षरत थिए भने तेजस्वी र विवेकशील मनुष्य खाइन पाइसँग हिँडिरहेका देखिन्थे। धन जितेर गुमानेको खेतको बीचबाट गएको यो बाटाको गन्तव्य बुकी पाटनसम्म पुग्थ्यो। यात्रामा आउन सक्ने चुनौतीको विषयमा अनभिज्ञ रहेका यी अनुहार अहिले भने सामान्य नै देखिन्थे। प्राय जसो यात्रामा आउने मानिसहरूको दुर्दशा हेर्ने रुखको दिनचर्या नै थियो। यहाँ अहिले जब खाइदिएपछि घोडाहरू भने घाँस खानमा व्यस्त देखिन्थे। गाईहरू भने हामीलाई देखेर हुवार दिस गोरु भन्दै गर्दा देखिन्थे। वरिपरि हरियाली र बिचमा बाटो भएको यो ठाउँको दृश्य निकै नै सिन्थेटिक र रमणीय देखिन्थ्यो। पर्यावरण शान्त भएको भए पनि यो बेला मन र मस्तिष्क बीच भने द्वन्द्व चर्किएको अवस्था थियो। 2 घन्टा भनिएको गन्तव्यमा पुग्न करिब 2 घन्टा हिँडिसकेर चिया विश्राम लिएर अझै गन्तव्यमा पुग्न 4 घन्टा थियो। केही बेरसम्म सुमधुर लागेको खोला नालाको आवाज अब भने कर्कस लाग्न थालेको थियो। मानिसहरूले ड्याडलाई टिपेर लगेपछि सनफ्लावर पनि स्याड देखिन्थ्यो। अन्तक्षरी भन्ने ठाउँमा गएर अन्तक्षरी खेल्दा अन्तक्षरी फर्काउन कोही पनि आएन। भिरबाट हाम फाल्ने गोरुलाई काँध थप्न नसकिने हुँदा राम राम भनेर मात्र अगाडि बढियो। यहाँबाट गन्तव्यमा पुग्न अब केवल 2 घन्टा मात्र बाँकी थियो भने आफ्नो निर्णयमाथि पश्चाताप गर्न समय नै समय थियो। ठाडो खोलाको समीपमा रहेको यो बाटोले हाम्रो हौसलालाई पनि ठाडै चुनौती दिएको थियो। ढुङ्गे देउराली पुग्दा शरीर एक ठाउँबाट बसेपछि उठ्नै नसक्ने ढुङ्गा जस्तो भइसकेको थियो। सिलिन्डरको भित्र भएको हावा सकिएको बेला हाम्रो भने हावा टाइट भइसकेको अवस्था थियो। चेपा गाँडा भन्ने ठाउँमा पुग्दा